आदरणीय दर्शक महानुभाव नमस्कार। यति बेला म रामपुर नगरपालिका वडा नम्बर 5 रामघाटमा आएको छु। यहाँ यति बेला मसँग हुनुहुन्छ लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मी सरसँग छु। विशेष गरी आज हामी आजको बसाइमा धार्मिक महत्त्व, यो ठाउँको धार्मिक महत्त्वको विषयमा सरसँग अन्तरङ्ग गफगाफ गरिरहेका छौँ। सर नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? ठिक छ, राम्रो छ। यो रामघाट अत्यन्त पुण्य भूमि हो। यहाँ पौराणिक कथा अनुसार 4वटा पुराणमा उल्लेख भएको छ। यो ठाउँमा शिवजीले हिममालको सेती नदीबाट त्रिशूलले हानेर यहाँ पानी निकाल्नुहुन्छ। जुन पानीमा जलमा स्नान गर्नाले सेती गण्डकीमा स्नान गरेको र काली गण्डकीमा स्नान गरेको पुण्य मिल्छ भनेर भनिएको छ। ऋषि वशिष्ठ ऋषि पनि ठुलो तपस्या गरेर बस्नुभएको थियो भनेर यहाँ चाहिँ गङ्गा महात्म्यमा उल्लेख भएको छ। रामचन्द्र भगवान आफ्नो वनवास क्रममा यहीँ आएर ठुलो तपस्या गरेर बस्नुभएको थियो, स्नान गरेर बस्नुभएको थियो। सीता माताले पनि यहाँ चाहिँ तपस्या गरेर बस्नुभएको थियो। यहाँ बस्ने क्रममा नै सीता मातालाई पहिलोपालि रसोला भएको बेलामा सीताकुण्ड चाहिँ नि बस्नुभएको थियो अरे, जुन कुरा पुराणमा उल्लेख भएको छ। र यहाँ चाहिँ नि यहाँ जसले चाहिँ नि दाससा गर्छ ऊ चाहिँ नि वैकुण्ठ लोकमा चाहिँ नि बास बस्न पाउँछ भन्ने पनि भनाइहरू रहेका छन्। यो बाहेक यहाँ मेघदूत महाकाव्यमा, गङ्गा महात्म्यमा, वराह पुराणमा, स्कन्द पुराणमा रामघाट क्षेत्रको बारेमा विशेष उल्लेख गरेको छ। हामीले चाहिँ यहाँ लेखेका पनि छौँ। यो पुराणमा उल्लेख भएको रामचन्द्र भगवानले अत्यन्त माया गरेको, स्नान गरेको र आफ्नो चाहिँ कुल गुरु वैष्ठलाई बोलाएर यहाँ एक एक गरेको ठाउँ हुनाले यहाँ चाहिँ नि मन्दिर पनि बनेको छ। यसलाई हामीले चाहिँ नि 74 सालमा गुरु योजना बनाएर काम गरिरहेका छौँ। लगभग हाम्रो 80% काम सम्पन्न भइसकेको छ र हामीहरू 71 सालमा यहाँ समिति गठन गरेर काम गरेका हौँ। र फेरि यसलाई चाहिँ नि पहिला रेग्मी परिवारले मात्र सञ्चालन गर्दै आएको यो मन्दिरमा अहिले हामीले 2075 सालदेखि हामीले चाहिँ नि सामाजिकरण गरियो। समुदायका मान्छेहरूलाई पनि सहभागी बनाएर हामीले काम गरेको छ। सबैको सहयोग भएको छ। हाम्रो गुरु योजना पुरा गर्नको लागि चाहिँ नि सबैबाट सहयोग भएको छ। प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकारबाट हाम्रो धेरै चाहिँ नि सहयोग भएको छ र हाम्रो गुरु योजना अनुसार हामीले धेरै काम सम्पन्न गरेका छौँ। केही काम गर्न बाँकी छ र 2 वर्ष बाँकी छ र हामीले 2 वर्षमा पनि हामी धेरै नै काम गर्छौँ भन्ने हामीलाई चाहिँ नि आँट आएको छ, हौसला मिलेको छ। हामीले यसलाई गुरु योजनामा चाहिँ नि महादेव पार्क भनेर भनिएको छ। बिचमा महादेवको मूर्ति राखिएको छ। यहाँ हामीले पानीका फोहरा पनि जडान गर्नेछौँ। यसको विशेष कुरा त यसको चाहिँ नि 4वटा कुनामा 4 स्तम्भ छ, जहाँ हामीले चाहिँ चक्रधारी र चक्र नभएका सालिग्रामलाई चाहिँ हामीले कलेक्सन गरेर राखिएको छ। यहाँ पनि हामीले सालिग्रामहरू राखिएको छ। यहाँ चक्र भएका छन्, केही नभएका पनि छन् र यहाँ चाहिँ नि खास गरेर चाहिँ यो सालिग्रामहरूलाई हामीले चाहिँ नि यहाँ चाहिँ जम्मा गरेर राखिएको छ। हामीले चाहिँ नि गण्डकीको तटमा गएर हामीले खोजेका सालिग्रामहरू हुन् र हाम्रो भित्र पनि केही सालिग्रामहरू हुनुहुन्छ, यहाँ हुनुहुन्छ। केही चक्र भएका छन् र केही चक्र नभएका छन्। जो चाहिँ सबै सालिग्रामहरूलाई हामीले चाहिँ यहाँ चाहिँ नि कलेक्सन गरेर राखिएको छ। यहाँ चाहिँ सालिग्रामहरू कलेक्सन गरेर राखिएको छ। यहाँ चक्र भएको ठुलो सालिग्राम पनि हामीले यहाँ राखिएको छ। सालिग्रामका विभिन्न आकार हुँदो रहेछन्। त्यसमा यहाँ चाहिँ नि एउटा चाहिँ यो चक्र भएको सालिग्राम हामीले राखेका छौँ र अरू पनि यहाँ चक्र भएको सालिग्रामहरू छन्। हामीले चाहिँ यो काली गण्डकीमा खोजेर हामीले राखिएको हो। हामीले खास गरी यसलाई चाहिँ नि महादेव पार्क भनेर नाम गर्दा हामीले 4वटा चाहिँ स्तम्भ राखिएको छ। यो 4 स्तम्भमा खास गरेर यो काली गण्डकीमा हाल लोप भइरहेका सालिग्रामलाई चाहिँ नि सङ्कलन गरेर हामीले त्यसलाई चाहिँ टाँसेर राखेका छौँ। त्यही चाहिँ नि यहाँ आएका चाहिँ भक्तजनहरूले सालिग्राम भगवानको एउटा जिउँदो साक्षात् भगवान भनेर भनिन्छ, उहाँको प्रत्यक्ष दर्शन गर्न पाउन् भनेर हामीले चाहिँ यो सालिग्रामलाई चाहिँ हामीले चाहिँ यहाँ टाँस गरेर राखेका हौँ। लक्ष्मीनारायण भगवानको मन्दिरमा प्रयोग गरिरहेका छौँ। हाम्रा जिजु तुलसीराम रेग्मीलाई साक्षात् रामचन्द्र भगवानले सपनामा रामघाटमा हामी जहिले पनि रहनेछौँ। तर त्यहाँ चाहिँ लक्ष्मीनारायण भगवानको मूर्ति स्थापना गर भनेको हुनाले रामघाटमा रामको मूर्ति हुनुपर्ने हो। तर पनि रामचन्द्र भगवानले स्वयं सपनामा चाहिँ दर्शन दिएर चाहिँ लक्ष्मीनारायण भगवानको मूर्ति स्थापना साक्षात् लक्ष्मीनारायण भगवानको मन्दिर हो। रामचन्द्र भगवानले सपनामा तुलसीराम रेग्मीलाई चाहिँ नि यहाँ लक्ष्मीनारायण भगवानको मूर्ति स्थापना गर भनेर भनेको हुनाले यहाँ चाहिँ लक्ष्मीनारायण भगवानको मूर्ति स्थापना गरिएको हो। यो 200 वर्ष पुरानो
यो मन्दिर हो। 2072 सालको भूकम्पले यसलाई छेदविच्छेद बनायो। त्यसपछि पुरातत्व विभागको आर्थिक सहयोगमा यो मन्दिर हामीले सम्पन्न गरेका हौँ। यो मन्दिरको अगाडिपट्टि हनुमानको मूर्ति पनि छ अनि सुग्रीव भगवानको मूर्ति पनि छ। यहाँ यो चाहिँ सौजन्य गर्नुभएको हो 2 जना मित्रहरूले, यो पनि छ। तल हामीले त्रिदेव मन्दिर जहाँ हामीले त्यहाँ फोटो चाहिँ हामीले राखेका छौँ, स्थापना गर्न लागेका छौँ, जग सम्पन्न भएको छ त्रिदेव मन्दिर। त्यो मन्दिरलाई सम्पन्न गर्न सकियो भने यसलाई चाहिँ हामीले चाहिँ राम्रो बनाउन सक्छौँ भने हाम्रो चाहिँ छ। त्यो त्रिदेव मन्दिरमा रामचन्द्र भगवानको साक्षात् मूर्ति पनि हामीले त्यहाँ राख्नेछौँ र ब्रह्मा विष्णु महेश्वर लगायत विभिन्न देवदेवीको मूर्ति पनि हामीले त्यहाँ राख्नेछौँ, कृतिहरूको मूर्ति पनि राख्नेछौँ। यो सत्तल पनि पुरानो सत्तल हो, जसलाई पनि 200 वर्ष अगाडिको सत्तललाई भूकम्पले भत्कायो र हामीले यसलाई चाहिँ फेरि चाहिँ नि पूर्ण जिम्मेदार गरेका हौँ हाम्रै चाहिँ आर्थिक सहयोगमा। र हामीले यहाँ केही पुराना वस्तुहरू राखिएको छ मन्दिरका, यहाँ अगाडिपट्टि छ। यो पहिला चाहिँ प्रयोग भएका जुन यो ढोकाका सङ्गारहरू, पानी फाल्ने चाहिँ डुँडीहरू मन्दिरको राखिएको छ। यसरी हामीले पुरातत्व वस्तुलाई पनि हामीले कलेक्सन गरेर राखिएको छ। यसरी यो मन्दिरको चाहिँ नि गुरुजना अनुसार काम भइरहेको छ। यो चाहिँ जग चाहिँ नि हालेका छौँ त्रिदेव मन्दिरको। यहाँ हामीले सबभन्दा माथि टपमा चाहिँ ब्रह्मा विष्णु महेश्वरको मूर्ति राख्नेछौँ र त रामचन्द्र भगवानको मूर्ति राख्नेछौँ, राधाकृष्णको मूर्ति पनि हामीले राख्नेछौँ। यो हाम्रो चाहिँ नि निर्माणीय अवस्थामा रहेको छ। र यो बाहेक हामीले चाहिँ नि मास्टर प्लान अनुसार हामीले चाहिँ यहाँ चाहिँ नि बिहा मण्डप, व्रत मण्डप बनाउन भनिएको छ। 2044 सालमा हाम्रो यस मन्दिरमा 200 वर्ष अगाडिदेखि नियमित पूजा भइरहेको छ। उहाँ चाहिँ पुजारीजी हुनुहुन्छ, उहाँले नै साँझ बिहान चाहिँ नि पूजा गर्नुहुन्छ। र मैले सम्पूर्ण रामपुरवासीहरूलाई यो चाहिँ नि युट्युब मार्फत हेर्ने सम्पूर्ण भजनहरूलाई हामीले यहाँ राम्रो काम गरेका छौँ, राम्रो काम गर्नेछौँ। तपाईँहरूको सहयोगलाई हामीले चाहिँ नि शिरोधार्य गर्नेछौँ र तपाईँहरूले यहाँ चाहिँ नि सक्दो सहयोग गर्नुहोला र तन मन धनले सहयोग गर्नुहोला। र तपाईँहरू एकपालि रामघाट क्षेत्रमा आएर भगवानको दर्शन गरिदिनु होला, यो हेरिदिनु होला, यही अनुरोध गर्न मैले चाहन्छु। र हामी खटेका छौँ, खट्नेछौँ, राम्रो काम गर्छौँ। तपाईँहरूको सहयोगले हामीले धेरै काम गर्न सक्नेछौँ। र साल रामघाटमा प्रदेश सरकारबाट रु 25 लाख विनियोजन भएको छ। त्यसबाट हामीले चाहिँ रामघाट मन्दिरदेखि तलसम्म ढुङ्गा बिछ्याउने काम गर्नेछौँ। र यहाँ चाहिँ नि एउटा चाहिँ पार्क जस्तो चाहिँ नि गाडीहरू फर्काउने ठाउँ पनि हामीले यसलाई बनाउनेछौँ। र चाहिँ नि स्थानीय सरकारले पनि यहाँ एउटा चाहिँ नि यो मलामीहरू आउँदाखेरि, लासहरू आउँदाखेरि या त गङ्गा स्नान गर्न आउँदा एउटा चाहिँ नि पट्टिशालाई बनाउने भन्ने कार्यक्रम पनि भएको छ। सो कार्यक्रम हामीले गर्न सकियो भने यहाँ चाहिँ नि शवदाह गृह पनि बनाउने वार्ड कार्यक्रम छ। त्यसलाई हामीले माघमा माघी गर्न भनेका छौँ। यी सबै काम गर्न सकियो भने रामघाट एउटा चाहिँ नि राम्रो घाट बन्नेछ भन्ने हामीले आशा गरेका छौँ। सोही अनुरूप हामी चाहिँ लागेका छौँ। अहिले सामान्य खाने काम गरिएको छ। यो हामीले यो 8 वर्षभित्रै हामीले यो चाहिँ नि लास जलाउने ठाउँलाई व्यवस्थित गर्नेछौँ। र चाहिँ यसलाई चाहिँ नि प्रतीक्षालय बनाएर अनि चाहिँ ढुङ्गा बिछ्याएर यहाँ आउने बाटो पनि हामीले चाहिँ नि सम्पन्न गरिसक्नेछौँ। अन्तमा तपाईँको सबै यहाँ सहयोग होस् र रामघाटमा तपाईँले एकपल्ट दर्शन गर्न आउनु होला भन्ने अनुरोध गर्दछु।